Hi everyone, this is Unisha. Welcome back to my channel. So in this video, I'll be talking about what is OSCE and how you can pass your OSCE exam for Australia. So this video is completely based on my experience. Different people can have different sorts of experience, but in this video I'll be sharing my experience and what are the things that I did to pass that exam in my first go. So let's get started. OSCE भनेको चाहिँ आफ्टर बोर्ड अफ नर्सिङले लिने एउटा प्र्याक्टिकल एक्जाम हो। सुरुमा एन्क्लेक्स हुन्छ, त्यस पछाडि OSCE पास गरिसके पछाडि रजिस्ट्रेसनको लागि अप्लाई गर्न मिल्छ। सो OSCE को लागि चाहिँ हामीले 4000 अस्ट्रेलियन डलर पे गर्नुपर्छ स्लट बुक गर्नको लागि। अनि 4000 पे गरिसके पछाडि चाहिँ उनीहरूले हामीलाई स्लट प्रोभाइड गर्छ, एक्जामिनेसन डेट प्रोभाइड गर्छ। सो अहिले चाहिँ अस्ट्रेलियामा जम्मा दुईटा एक्जामिनेसन सेन्टरहरू छ। एउटा भनेको चाहिँ मेलबर्नमा छ, अर्को एडिलेडमा छ OSCE हुनको लागि। र एक्जाम डेट, टाइम्स, यो सेन्टर के पनि चुज गर्न पाइँदैन, उनीहरूले आफै अलोकेट गर्छ। OSCE भनेको एउटा प्र्याक्टिकल एक्जाम हो जहाँ तपाईँले आफ्नो क्लिनिकल स्किल्सहरू डेमोन्स्ट्रेट गर्नुहुन्छ। यो एक्जामिनेसन चाहिँ जम्मा 100 मिनटको हुन्छ। त्यसमा 10 वटा स्टेसन्सहरू सोधिन्छ अथवा 10 वटा क्वेसन्सहरू सोधिन्छ, जसलाई इच स्टेसनको लागि 10 मिनट छुट्याइएको हुन्छ। सो 10 मिनटमा 2 मिनट भनेको चाहिँ रिडिङ टाइम हो र 8 मिनट चाहिँ पर्फर्मेन्स टाइम हो। अरू स्पेयर टाइम केही पनि हुँदैन। 100 मिनटमा सबै थोक सकिन्छ एन्ड यु विल बी एक्जिटिङ द्याट एक्जामिनेसन हल। सो बिचमा इभन टोइलेट जाने टाइम पनि हुँदैन। इफ यु वान गो टोइलेट द टाइम विल बी डिडक्टेड फ्रम योर एक्चुअल एक्जामिनेसन टाइम। सो जम्मा टोटल स्टेसन्स चाहिँ 10 वटा हुन्छ। 10 मध्ये 7 वटा स्टेसन्स पास हुनुभयो भने चाहिँ तपाईँ OSCE एक्जाम पास हुनुहुन्छ र इच स्टेसन पास हुनको लागि चाहिँ एटलिस्ट 50% सेक्युर गर्नुपर्छ। यो सबै कुरा चाहिँ OSCE को बारेमा थियो। अब चाहिँ म OSCE के गर्यो भने पास हुने चान्स म्याक्सिमाइज हुन सक्छ भन्ने विषयमा भन्न गइरहेको छु based on my experience. So my first suggestion would be to join institution. तपाईले जति सक्दो चाँडो इन्स्टिट्युसन जोइन गर्नु, किनभने उनीहरूले स्टडी मटेरियल्सहरू प्रोभाइड गर्छ। तपाईँलाई OSCE कसरी हुने रहेछ भन्ने कुराको बारेमा आइडिया दिन्छ, अलिकति इनडेप्थ आइडिया दिन्छ हैन। अनि पोटेन्सियली कस्तो खालको क्वेसन्सहरू सोध्न सकिन्छ भन्ने कुराहरू सिकाउँछ। अनि अर्को कुरा भनेको चाहिँ उनीहरूले एकदम धेरै क्वेसन्सहरूमा ट्र्याक गरिरहेको हुन्छ के प्रोसिजर्सहरू सोध्न सक्छ पोटेन्सियली भनेर। अनि यदि केही चेन्जेसहरू भइरहेछ भने चाहिँ सुरुमै अवेयर गराउँछ तपाईँहरूलाई पनि। सो इट विल बी इजी इफ यु जोइन इन्स्टिट्युसन। र अब नेपालमा हामीले गरेको स्किल्स भन्दा यहाँ त डिफ्रेन्ट हुन्छ। अब नेपालमा हामीले सेकेन्ड नर्स 2 नर्सको प्र्याक्टिस केही पनि छैन, तर यहाँ 2 नर्स चाहिन्छ धेरै मेडिसिन्सहरूको लागि। इन्जेक्सन फर्म, कुनै पनि इन्जेक्सन फर्मको लागि 2 नर्स चाहिन्छ। एस्पोएसेटको कन्सेप्ट मैले त नेपालमा कहिले पनि सुनेको थिइनँ, तर यहाँ चाहिँ हाई एन्ड ड्रग्सहरू भनेर हुन्छ हैन। जस्तै अब आइसियुमा मर्फिन, फेन्टानिलहरू यतिकै तानेर राख्थ्यौँ नि त हामी, तर यहाँ त्यस्तो हुँदैन। सर्टेन पोर्सन युज भयो भने त्यो रको अरू चाहिँ डिस्कार्ड गर्नुपर्छ। सो यहाँ चाहिँ धेरै कुराहरू डिफ्रेन्टली हुन्छ। त्यो कुराहरू सिक्नको लागि पनि यु निड टु जोइन इन्स्टिट्युसन है। र सँगसँगै तपाईले फ्रेन्ड्सहरू पनि भेट्नुहुन्छ, आफ्नै फेज आफ्नै स्टेजमा भएको फ्रेन्ड्सहरू भेट्नुहुन्छ, जसले गर्दाखेरि चाहिँ मोटिभेसन फिल हुन्छ एकअर्कालाई हेरेर हैन। एन्ड द सेकेन्ड सजेसन वुड बी टु प्र्याक्टिस एन्ड प्र्याक्टिस। तपाईँले जति प्र्याक्टिस गर्नुभयो त्यति धेरै पास हुने चान्स हुन्छ। प्र्याक्टिस गर्ने भन्नाले 4-5 महिना प्र्याक्टिस गर्ने हैन, 1 मन्थ प्र्याक्टिस गर्दाखेरि नै मोर देन इनफ हुन्छ। क्लास लिने, त्यस पछाडि प्र्याक्टिस गर्न थाल्ने, आफ्नो एउटा स्केड्युल बनाएर फ्रेन्ड्सहरूसँग प्र्याक्टिस गर्ने। र प्र्याक्टिस गर्दाखेरि मेक स्योर टु प्र्याक्टिस विथ डिफ्रेन्ट पिपल एन्ड फ्रम डिफ्रेन्ट नेसनालिटी। यो गर्दाखेरि चाहिँ स्ट्रेन्जर एन्जाइटी हराउँछ, बेटर फिडब्याक पाइन्छ हैन, कन्फिडेन्स बुस्टअप हुन्छ र स्पिकिङ पावर एकदमै धेरै बढ्छ। र देयर इज भेरी लेस चान्स अफ डुइङ एरर इन योर एक्जाम। किनभने डिफ्रेन्ट मान्छेसँग गर्दाखेरि के हुन्छ, उनीहरूको डिफ्रेन्ट पर्सेप्सन हुन्छ र आफ्नो कहाँ मिस्टेक भइरहेको छ उनीहरूले पोइन्ट आउट गरेर आफूलाई फिडब्याक दिन्छन् हैन। अनि अर्को कुरा भनेको चाहिँ प्र्याक्टिस गर्दाखेरि यस्तो पार्टनर चुज गरेर प्र्याक्टिस गर्नु जसले तपाईँलाई फिडब्याक दियोस् हैन। प्र्याक्टिस मात्र गर्ने हैन, प्रोसिजर मात्र सक्ने हैन, फिडब्याक इज इम्पोर्टेन्ट। तपाईँले कहाँ मिस्टेक गर्दै हुनुहुन्छ भन्ने कुरा पोइन्ट आउट गर्ने खालको पार्टनर चुज गर्नु र आफू पनि त्यस्तै पार्टनर हुनु। सो अर्को कुरा भनेको चाहिँ तपाईँले प्र्याक्टिस गर्दाखेरि सुरुमा चाहिँ थोरोले स्टेपहरू प्र्याक्टिस गर्नु। त्यस पछाडि जब तपाईँको एक्जाम नियर छ अथवा मलाई यो स्टेप चाहिँ आइसक्यो है भने पछाडि चाहिँ टाइमर लगाएर प्र्याक्टिस गर्नु। जहिले पनि 6 to 7 मिनट्सको टाइमर लगाउनु र त्यति टाइममा सक्न ट्राई गर्नु। यदि तपाईँले यहाँ प्र्याक्टिस सेन्टरमा चाहिँ यदि 6 to 7 मिनटमा सकिराख्नु भएको छ भने एक्जामिनेसन हलमा 8 मिनटमा सक्ने चान्स धेरै हुन्छ। किनभने एक्जाममा चाहिँ अलिकति डिस्ट्र्याक्सन्सहरू हुन्छ, त्यसले गर्दाखेरि 8 मिनटमा सक्नुभयो भने इट सुड बी फाइन। अनि अर्को भनेको चाहिँ जब एक्जाम एकदम धेरै नियर छ त्यतिखेर चाहिँ OSCE जसरी नै 10 वटा स्टेसन्सहरू बनाएर 10 मिनटको रोटेसन गरेर प्र्याक्टिस गर्नु। त्यो गर्नुभयो भने चाहिँ तपाईँलाई रियल एक्जाम दिँदाखेरि पनि म कुनै प्र्याक्टिस सेसनमा छु जस्तो फिल हुन्छ र अलिकति स्ट्रेस कम हुन्छ है। जति प्र्याक्टिस गर्नुभयो त्यति धेरै पास हुने चान्स म्याक्सिमाइज हुन्छ। र मेक स्योर टु प्र्याक्टिस कन्सिस्टेन्टली प्र्याक्टिस गरिराख्नु। अनि प्र्याक्टिस गर्दाखेरि एज आई मेन्सन डिफ्रेन्ट मान्छेसँग प्र्याक्टिस गर्नु। एउटै मान्छेसँग प्र्याक्टिस गर्नुभयो भने चाहिँ कम्फर्ट जोन क्रिएट हुन्छ। उसलाई पनि थाहा छ तपाईँले कहाँ मिस्टेक गर्नुहुन्छ, आफूलाई पनि थाहा हुन्छ उसले कहाँ मिस्टेक गर्छ। सो
त्यहाँनिर चाहिँ इम्प्रुभमेन्ट हुन सक्ने चान्स अलिकति कम हुन्छ। त्यही भएर डिफ्रेन्ट मान्छेसँग प्र्याक्टिस गर्नु। एन्ड माई थर्ड सजेसन इज फर योर एक्जामिनेसन डे, ट्राई नट टु रस टु कम्प्लिट योर टास्क है। जति तपाईँले रस गरेर टास्क कम्प्लिट गर्न खोज्नुहुन्छ त्यति धेरै एरर गर्ने चान्स धेरै हुन्छ होइन, त्यति धेरै मिस्टेक गर्न सक्ने चान्स धेरै हुन्छ। त्यही भएर अलिकति स्लो पेसमा गर्नु, स्लो पेस भन्दा पनि नर्मल पेसमा गर्नु। र एक्जाममा चाहिँ तपाईँको टास्क कम्प्लिट त गर्नुपर्छ, टास्क त गर्ने नै हो, किनकि उनीहरूले हामीलाई त्यही हेर्न खोजेको हो। तर टास्क मात्र हेरेको चाहिँ होइन, अरू पनि डिफ्रेन्ट प्यारामिटर्सहरू छ होइन, जस्तै कन्सेन्ट, प्राइभेसी, इन्फेक्सन प्रिभेन्सन, रिएस्योरेन्स, पेन म्यानेजमेन्ट, यी कुराहरू पनि इम्पोर्टेन्ट फ्याक्टरहरू हो नि त। एटलिस्ट अस्ट्रेलियाको लागि चाहिँ यो प्राइभेसी, कन्सेन्ट भनेको एकदमै इम्पोर्टेन्ट कुराहरू हो होइन। त्यही भएर प्रोसिजर मात्र नहेरेर त्यो कुराहरूलाई पनि तपाईँले फोकस गर्नुपर्छ। यदि तपाईँले यी कुराहरू फोकस गर्नुभएको छ र प्रोसिजर चाहिँ अलमोस्ट 50-60% गर्नुभएको छ भने पनि देयर इज अ स्टिल चान्स अफ पासिङ द्याट एक्जाम होइन। तर तपाईँले यो सबै कुराहरूलाई नेग्लेक्ट गरेर प्रोसिजर कम्प्लिट गर्नुभयो भने पनि यु विल फेल द्याट एक्जाम, त्यो स्टेशन्स चाहिँ एटलिस्ट। माई फिफ्थ सजेसन इज टु लुक एन्ड साउन्ड कन्फिडेन्ट। आई नो स्ट्रेस हुन्छ, आई हेभ बिन थ्रु द्याट फेज। कति धेरै स्ट्रेस हुन्छ भन्ने कुरा त अब त्यो नेक्स्ट लेभल छ होइन, तर पनि एटलिस्ट ट्राई टु लुक कन्फिडेन्ट एन्ड साउन्ड कन्फिडेन्ट। तपाईँले जति आफूलाई कन्फिडेन्टली प्रेजेन्ट गर्नुभयो त्यति धेरै पास हुने चान्स धेरै हुन्छ र त्यति धेरै मिस्टेक गर्ने चान्स पनि कम हुन्छ। किनभने अब तपाईँ त्यहाँ जाँदाखेरि अलरेडी स्ट्रेस्ड आउट हुनुहुन्छ होइन, ला के गर्ने हुनुहुन्छ भने चाहिँ तपाईँले त्यो टास्कहरू गर्नै सक्नुहुन्न। र एज आई मेन्सन स्ट्रेस हुन्छ, स्ट्रेस हुँदाखेरि पनि तपाईँले यदि इनफ प्र्याक्टिस गर्नुभएको छ भने चाहिँ तपाईँले के बोल्ने भन्ने कुरा त मुखबाट निस्किन्छ, तपाईँले के गर्दै हुन्छ तपाईँको हात चल्छ कि, विच मिन्स जति प्र्याक्टिस गर्नुहुन्छ आफू त्यति धेरै त्योसँग बानी बस्छ। एन्ड माई फिफ्थ सजेसन इज टु प्रोभाइड कम्फर्ट एन्ड सेफ्टी टु द पेसेन्ट। जति तपाईँले पेसेन्टलाई कम्फर्टेबल राख्नुभयो, जति सेफ राख्न खोज्नुभयो त्यति धेरै पास हुने चान्स बढेर जान्छ। र इन्फेक्सन प्रिभेन्सनलाई चाहिँ तपाईँले कहिले पनि नेग्लेक्ट गर्न मिल्दैन। केही आइरहेको छैन, तपाईँ स्ट्रेस आउट हुनुभयो, ला के गर्ने जस्तो लाग्यो भने चाहिँ जस्ट वास योर ह्यान्ड र ट्राई टु रिमेम्बर थिङ्स है, के गर्ने भनेर चाहिँ त्यतिखेर सम्झिने। त्यसो गर्दाखेरि यतापट्टि इन्फेक्सन प्रिभेन्सनलाई पनि मेन्टेन गरे जस्तो देखियो, एट द सेम टाइम तपाईँले अलिकति स्पेयर टाइम पनि पाउनुभयो होइन। एन्ड माई सिक्स्थ एन्ड लास्ट सजेसन इज टु नट टु टेक थिङ्स फ्रम वान स्टेसन्स टु एनदर स्टेसन। सो तपाईँले एउटा स्टेसन बिगार्नु भयो, त्यो स्टेसन त्यहीँ छोड्नु। आई मिन त्यहाँ जे भयो, जे जस्तो भयो, तपाईँ एकदम धेरै स्ट्रेस आउट हुनुभयो भनेर फ्रिक आउट हुनुभयो होला, त्यो जे भयो त्यो त्यहीँ छोडेर अर्को स्टेसनमा गएर ट्राई टु गिभ योर 100%। किनभने यु स्टिल हेभ गट अदर 9 स्टेसन, नि त एउटा स्टेसन बिग्रियो भने पनि अनि तपाईँले 7वटा स्टेसन मात्र पास हुनुपर्ने हो, स्टिल 2टा धेरै नै स्टेसन छ भने पछाडि त्यो अरू स्टेसनमा गएर चाहिँ 100% दिन खोज्नु। आई नो इट्स डिफिकल्ट, त्यो टाइमको प्रेसरमा होइन, हरेक कुराको प्रेसरमा चाहिँ गर्न गाह्रो हुन्छ, तर सेङ द्याट इट्स नट इम्पोसिबल। त्यही भएर जस्ट ट्राई टु गिभ योर 100%। अनि एज आई मेन्सन, ट्राई नट टु रस टु फिनिस टास्क। जति रस गर्नुभयो त्यति धेरै बिग्रिन्छ। केही गर्न भ्याउनुहुन्न जस्तो लाग्छ भने जस्ट भर्बल्ली भनिदिनु क्या म यो गर्छु भनेर, त्यो गर्दाखेरि पनि एटलिस्ट यसलाई थाहा रहेछ भन्ने हुन्छ। सो दिज आर द टिप्स फर योर रस्की एक्जाम। र लास्टमा चाहिँ म के भन्न चाहन्छु भने ट्राई टु बी कन्सिस्टेन्ट। जति कन्सिस्टेन्टली प्र्याक्टिस गर्नुभयो त्यति धेरै आफूलाई प्रोसिजरहरू थोरली आउँछ, गर्न सकिन्छ, कन्फिडेन्ट होइन्छ। सो ट्राई टु लुक कन्फिडेन्ट। जति कन्फिडेन्टली आफूले गर्न सक्यो त्यति धेरै मिस्टेक गर्ने चान्स अलिक कम हुन्छ। हामीलाई सबैभन्दा डिफिकल्ट लाग्ने पार्ट भनेको चाहिँ हामीले नेपालमा जसरी गरेको छौँ यहाँ चाहिँ अलिकति डिफ्रेन्टली गर्नुपर्छ होइन, त्यो चाहिँ हाम्रो सबैभन्दा डिफिकल्ट पार्ट हो। अदर देन द्याट सबै कुरा सिमिलर हो होइन। जे कुराहरू चाहिँ हामीलाई एउटा न्यू ग्राड नर्सबाट एक्सपेक्ट गरिन्छ त्यही कुराहरू नै उनीहरूले सोध्ने हो। तपाईँलाई चाहिँ आफूले एउटा ह्यान्डबुक प्रोभाइड गर्छ, त्यसमा चाहिँ एक्जाम कसरी हुन्छ, सेन्टर कस्तो देख्छ होइन, अनि स्टेसन्सहरू चाहिँ कसरी अरेन्ज गरेको हुन्छ, अथवा के कुराहरूमा असेस गर्न सक्छ भन्ने कुरा चाहिँ त्यसमा लेखेको हुन्छ। सो त्यो पनि एकचोटि पढ्नु र practicing is the key. If I can do it, you can do it. So just go for it and good luck everyone. Thank you so much for watching. If you have questions, queries or comment it down. Bye bye. Have a nice day.